बोय भनौँ न बालन शाह हो अहिलेको लागि मैले रवि छ रवि त अब अध्यक्ष भइहाल्यो उसलाई त्यो भन्यो भने चाहिँ यो हाल कहिले कहिले कोचले पनि आफ्नो मेन खेलाडी पठाउँछ नि होइन युधिष्ठिर त छ द्रोणाचार्य छ पितामा भीष्म छ तर खेल्न पठाएको त अर्जुनलाई हो नि अर्जुन सक्षम पनि थियो त्यसले टिमवर्क हो रवि अलिकति बालनलाई नपठाएको भए या त्यो राम्रो त्यो सकारात्मक उनीहरूको त्यो नभएको भए त यो पनि हुने थियो। तपाईँले अहिले मात्रै होइन यो चुनाव जितेर भन्नुभएको होइन कि धेरै वर्ष अगाडिदेखि भन्नुभएको थियो 3 वर्ष यतादेखि नै किन तपाईँलाई यत्रो आत्मविश्वास? मैले उसले काम गर्ने शैली नै सबैलाई मनपर्ने अनि मैले अस्ति नै चुनाव अगाडि मैले एकदम लाज मानेर 153 भनेको 160